कल्पना गर्नुहोस् तपाईलाई यस्तो मार्गदर्शन मिलोस् जसले जीवनका सबै चुनौती, कठिन परिस्थितिहरू, सम्बन्धको जटिलता, धन सम्पत्ति व्यवस्थापन र शक्तिसँग व्यवहार गर्ने तरिका सिकाओस्। यदि तपाईले समय, निर्णय र जोखिममा सधैँ सही कदम चाल्ने ज्ञान पाउनुभयो भने जीवनको हरेक मोडमा सहजता र बुद्धिमानी साथ अघि बढ्न सक्नुहुन्छ। यही अमूल्य ज्ञान हामीले प्राचीन चाणक्य नीतिमा पाउँछौं, जसले शताब्दीयौंदेखि राजा, नेता, व्यापारी र साधारण मानिसहरूलाई सफल बनाएको छ। आज हामी यसका पहिलो अध्यायको गहिरो अर्थ बुझ्नेछौं र जान्नेछौं कि यी नीतिहरूलाई हाम्रो दैनिक जीवनमा कसरी लागू गर्न सकिन्छ। श्लोक 1। ज्ञानको आरम्भ। संस्कृत। प्रणम्य शिरसा विष्णुं त्रैलोक्याधिपतिं प्रभुं नाना शास्त्रोद्धृतं वक्ष्ये राजनीति समुच्चयम्। 1। नेपाली अर्थ। तीनै लोकका स्वामी सर्वशक्तिमान भगवान विष्णुलाई नमन गर्दै म विभिन्न शास्त्रबाट सङ्कलित राजनीतिका उपदेश प्रस्तुत गर्दछु। व्याख्या। चाणक्यले आफ्नो ग्रन्थको सुरुवातमा भगवान विष्णुको नमन गरेका छन्। यसले हामीलाई सन्देश दिन्छ कि सही ज्ञानको सुरुवात सधैँ सम्मान, भक्ति र आभारी मनबाट हुनुपर्छ। जीवन र नीति सम्बन्धी ज्ञान पाउँदा स्वार्थ मात्र होइन, जीवन र समाजको भलाइको भावना आवश्यक हुन्छ। उदाहरण, कल्पना गर्नुहोस् तपाईँ नयाँ व्यापार सुरु गर्दै हुनुहुन्छ। यदि तपाईले केवल आफ्नै लगानी र प्रविधिमा भरोसा गरेर काम सुरु गर्नुभयो भने सम्भावित जोखिम बढ्छ। तर अनुभवी व्यापार सल्लाहकारको मार्गदर्शन लिएर योजना बनाउनुभयो भने प्रारम्भिक असफलताबाट बच्न सकिन्छ। यसैगरी विद्यार्थीले परीक्षा अघि गुरु वा शिक्षकको आशीर्वाद लिन्छन्, जसले मानसिक सान्त्वना र स्पष्ट मार्गदर्शन दिन्छ। श्लोक 2। अध्ययन र मनन। संस्कृत। अधीत्यैवं यथा शास्त्रं नरो जानाति सत्तमः धर्मोपदेश विख्यातं कार्याकार्यं शुभाशुभम्। 2। नेपाली अर्थ। जो मानिसले शास्त्रलाई विधिपूर्वक अध्ययन र गहिरो मनन गर्छ, उसले धर्म र अधर्म, राम्रो र नराम्रो कर्मको भेद राम्ररी बुझ्दछ। व्याख्या। ज्ञान लिनु मात्र पर्याप्त छैन, त्यसलाई विवेकी ढङ्गले सोच्नु, तुलना गर्नु र जीवनमा प्रयोग गर्नु अनिवार्य छ। केवल पढेर थाहा पाउनु पर्याप्त छैन, त्यसलाई बुझेर निर्णय लिनु नै वास्तविक बुद्धिमानी हो। उदाहरण, तपाईले वित्तीय व्यवस्थापन सम्बन्धी किताब पढ्नुभयो भने मात्र पर्याप्त छैन। तपाईले बजारको उतार-चढाव, सम्भावित जोखिम र आफ्नो लगानी क्षमताको मूल्याङ्कन गरेर मात्र निर्णय लिनुपर्छ। यदि सोच विचार नगरी मात्र लगानी गर्नुभयो भने न त तपाईको सुरक्षित धन बच्छ, न लगानी सफल हुन्छ। श्लोक 3। लोक कल्याणको उद्देश्य। संस्कृत। तदहं सम्प्रवक्ष्यामि लोकानां हितकाम्यया यस्य विज्ञान मात्रेण सर्वज्ञत्वं प्रपद्यते। 3। नेपाली अर्थ। लोक कल्याणको इच्छाले म यी नीति उपदेश भन्दछु, जसको ज्ञान प्राप्त गर्नाले मात्र मानिस सर्वज्ञताको मार्गतर्फ अग्रसर हुन्छ। व्याख्या। ज्ञानको वास्तविक उद्देश्य केवल स्वार्थ मात्र होइन, समाज र अरूको भलाइमा योगदान गर्नु पनि हो। केवल स्वार्थका लागि ज्ञान प्रयोग गर्ने व्यक्ति कहिले पूर्ण ज्ञानी बन्न सक्दैन। उदाहरण, डाक्टरले बिरामीको स्वास्थ्यको लागि आफ्नो ज्ञान प्रयोग गर्छ, शिक्षकले विद्यार्थीको उज्जवल भविष्य निर्माणमा सहयोग गर्छ, समाजसेवीले आफ्नो समय र साधन समुदायको भलाइमा लगाउँछ। यी सबै उदाहरणहरूले देखाउँछ कि ज्ञानलाई केवल स्वार्थको लागि प्रयोग नगरी अरूको हितमा प्रयोग गर्दा नै पूर्णता प्राप्त हुन्छ। श्लोक 4। दुःख निम्त्याउने कारणहरू। संस्कृत। मूर्ख शिष्योपदेशेन दुष्टास्त्रीभरणेन च दुःखितैः सम्प्रयोगेण पण्डितोऽप्यवसीदति। नेपाली अर्थ। मूर्ख शिष्यलाई शिक्षा दिनाले, दुष्ट पत्नीको पालन गर्दा र सधैँ दुःखी मानिसहरूसँग सङ्गत गर्दा बुद्धिमान पनि दुःखी हुन्छ। व्याख्या।
सधैँ सकारात्मक, विवेकी र बुद्धिमान मानिससँग मात्र समय बिताउनु लाभदायी हुन्छ। खराब सङ्गतले मानसिक शान्ति, धैर्य र जीवनमा सफलता प्राप्त गर्न बाधा पुर्याउँछ। उदाहरण: कल्पना गर्नुहोस् तपाईको वरिपरि लगातार आलोचना गर्ने र नकारात्मक ऊर्जा फैलाउने साथी वा सहकर्मी छन्। तपाई जति मेहनत गर्नुहुन्छ त्यसको मूल्याङ्कन उनीहरूले नगर्ने हुँदा तपाईको आत्मविश्वास र निर्णय क्षमता कमजोर पर्छ। श्लोक 5 मृत्युको समान जोखिम। संस्कृत: दुष्टा भार्या शठो मित्रम भृत्यश्च उत्तरदायकः ससर्पे च गृहे वासो मृत्युरेव न संशयः। नेपाली अर्थ: दुष्ट पत्नी, कपटी मित्र, लोभी नोकर र सर्प भएको घरमा बस्नु यी सबै मृत्यु समान हुन्। व्याख्या: सिर्फ शारीरिक जोखिम मात्र होइन, मानसिक, सामाजिक र आर्थिक खतरा पनि जीवनमा गम्भीर असर पुर्याउन सक्छ। खराब सम्बन्ध वा विश्वासघाती व्यक्तिले तपाईको जीवनलाई स्थायी हानि पुर्याउन सक्छ। उदाहरण: यदि जीवनसाथी वा मित्र धोखेबाज छन् भने तपाईको सामाजिक प्रतिष्ठा, मानसिक स्वास्थ्य र आर्थिक सुरक्षा सबैमा असर पर्छ। व्यवसायमा लोभी वा निष्ठावान नभएको कर्मचारीले कम्पनीलाई ठूलो घाटा पुर्याउन सक्छ। श्लोक 6 विपत्तिबाट बच्ने उपाय। संस्कृत: आपदर्थे धनं रक्षेत दारान् रक्षेत धनैरपि आत्मानं सततं रक्षेत दारैरपि धनैरपि। 6 नेपाली अर्थ: विपत्तिको समयमा धनको रक्षा गर्नुपर्छ, धनद्वारा पत्नीको रक्षा गर्नुपर्छ र धन तथा पत्नी दुवैको सहयोगले जीवन सुरक्षित राख्नुपर्छ। व्याख्या: धन र परिवारको संरक्षण बुद्धिमानी जीवनको आधार हो। केवल व्यक्तिगत क्षमता वा बाह्य स्रोतमा भरोसा गर्नु पर्याप्त छैन। उदाहरण: आधुनिक जीवनमा आपतकालीन कोष, बीमा र परिवारको सहयोगले प्राकृतिक विपत्ति, स्वास्थ्य समस्या वा आर्थिक सङ्कटमा सुरक्षा दिन्छ। जस्तो कि अचानक रोजगार गुम्दा बचत र बीमा मात्र जीवनलाई स्थिर राख्न सक्षम हुन्छ। श्लोक 7 धन बचतको महत्व। संस्कृत: आपदर्थे धनं रक्षेच्छा श्रीमन्तामापदः कुतः कदाचित् चलिता लक्ष्मीः सञ्चितापि विनश्यति। नेपाली अर्थ: विपत्तिको समयका लागि धन जोगाउनुपर्छ। धनी मानिसलाई पनि कहिल्यै खतरा आउँदैन भन्ने छैन। जब लक्ष्मी चञ्चल भएर टाढा जान्छिन्, जम्मा गरेको धन समेत नष्ट हुन सक्छ। व्याख्या: धन अस्थायी हुन्छ र भविष्य अनिश्चित छ। बुद्धिमानी मानिसले सङ्कटको लागि सधैँ बचत र तयारी राख्छ। उदाहरण: मानौ तपाईँ नियमित रूपमा बचत गर्नुहुन्छ र आपतकालीन कोष बनाउनुभयो। अचानक रोजगार गुम्यो वा प्राकृतिक विपत्ति आयो भने तपाईको जगेरा जीवनको आधार बनाउँछ। यस्तै बीमा वा वित्तीय योजनाले भविष्यको अनिश्चिततालाई सामना गर्न सहयोग पुर्याउँछ। श्लोक 8 बसोबासको उपयुक्त स्थान। संस्कृत: यस्मिन् देशे न सम्मानो न वृत्तिर् न च बान्धवा न च विद्यागमोऽप्यस्ति वासं तत्र न कारयेत्। नेपाली अर्थ: जहाँ सम्मान, जीविकोपार्जन, परिवार र शिक्षा सुविधा छैन त्यस्तो ठाउँमा बस्नु उपयुक्त छैन। व्याख्या: सही वातावरणको छनोट जीवन र सफलताका लागि अत्यावश्यक छ। यदि आधारभूत आवश्यकताहरू छैनन् भने त्यहाँ बस्दा समय र ऊर्जा दुवै बेकार हुन्छ। उदाहरण: कल्पना गर्नुहोस् कुनै व्यक्तिले काम र अध्ययनका अवसर नगर्ने गाउँ वा शहरमा बस्ने निर्णय गर्छ। यद्यपि त्यो स्थान सुन्दर देखिन सक्छ, तर रोजगार, शिक्षा र सामाजिक सञ्जाल नहुँदा जीवन कठिन र अस्थिर हुन्छ। श्लोक 9 आवश्यक 5 वस्तु। संस्कृत: धनिकः श्रोत्रियो राजा नदी वैद्यस्तु पञ्चमः पञ्च यत्र न विद्यन्ते न तत्र दिवसं बसेत्। 9 नेपाली अर्थ: जहाँ धनी व्यक्ति, विद्वान ब्राह्मण, विवेकी राजा, नदी र वैद्य छैनन् त्यहाँ एक दिन पनि बस्नु हुँदैन। व्याख्या: सफल जीवनका आधारभूत तत्त्वहरू आवश्यक छन्। 1 धन, जीवन चलाउन र सुरक्षा सुनिश्चित गर्न। 2 विद्या, ज्ञान र चेतना प्राप्त गर्न। 3 नेतृत्व, निर्णय र मार्गदर्शनका लागि। 4 पानी,
आधारभूत जीवन आवश्यकता। 5 स्वास्थ्य सेवा, जीवनको संरक्षण र उपचारका लागि। उदाहरण, कुनै गाउँमा पर्याप्त रोजगार छैन, शिक्षक छैन, स्वास्थ्य सुविधा छैन भने त्यहाँ बस्दा जीवन जोखिमपूर्ण र असफल हुन्छ। विपरीत, पर्याप्त स्रोत र सञ्जाल भएको शहरमा बस्नाले शिक्षा, स्वास्थ्य र व्यवसायको अवसर बढ्छ। श्लोक 10 सङ्गतको महत्त्व। संस्कृत। लोकयात्रा भयं लज्जा, दाक्षिण्यं त्यागशीलता, पञ्चयात्र न विद्यन्ते, न कुर्यात् तत्र सङ्गतिम। 10 नेपाली अर्थ, जसमा जीवन चलाउने क्षमता, पापको भय, लाज मर्यादा, दया र त्यागशीलता छैन, त्यस्तो व्यक्ति सङ्गत गर्नु हुँदैन। व्याख्या, संसारमा साथी वा सहकर्मीको चयन बुद्धिमानी हुनु आवश्यक छ। खराब सङ्गतले मानसिक शान्ति, कार्यक्षमता र भविष्यमा बाधा पुर्याउँछ। उदाहरण, यदि तपाईको सहकर्मी वा साथी केवल मनोरञ्जन, आलस्य र पापतर्फ उन्मुख छन् भने त्यस्ता व्यक्तिसँग समय बिताउनु तपाईको लक्ष्य र सफलता दुवैमा बाधा पुर्याउँछ। तर प्रेरणादायी, जिम्मेवार र सहायक मित्रले तपाईको क्षमतालाई उजागर गर्छ। श्लोक 11 मानिसको वास्तविक पहिचान सङ्कटमा हुन्छ। संस्कृत। ज्ञानी यात सेवने भृत्यान्, बान्धवान् व्यसनागमे, मित्राणि आपत्तिकाले तु, भार्यां च विभवक्षये। 11 नेपाली अर्थ, नोकरलाई कामको समयमा, आफन्तलाई दुःखको बेला, मित्रलाई विपत्तिको समयमा र पत्नीलाई धन नाश हुँदा चिनिन्छ। व्याख्या, सधैँ सफल र सुखी समयमा धेरैले राम्रो देखाउन सक्छन्, तर सङ्कटले वास्तविक चरित्र प्रकट गर्छ। उदाहरण, आर्थिक घाटा, स्वास्थ्य समस्या वा व्यक्तिगत सङ्कटमा तपाईको परिवार, मित्र वा सहकर्मीले कसरी साथ दिन्छन् त्यसले वास्तविक सम्बन्ध देखाउँछ। केवल शब्दले होइन, कार्यले मूल्याङ्कन हुन्छ। श्लोक 12 सच्चा मित्र को हो? संस्कृत। आतुरे व्यसनी प्राप्ते, दुर्भिक्षे शत्रु सङ्कटे, राजद्वारे श्मशाने च यस्तिष्ठति स बान्धवः। 12 नेपाली अर्थ, बिरामी हुँदा, दुःखमा पर्दा, अनिकालमा, शत्रुको भय हुँदा, राजाको दरबार वा श्मशान घाटसम्म साथ दिने व्यक्ति नै साँचो मित्र हो। व्याख्या, सच्चा मित्र त्यो हो जसले कठिनाई, डर र सङ्कटको बेला पनि तपाईको साथ छोड्दैन। रमाइलो र सुखको समयमा मात्र साथ दिने साथीलाई वास्तविक मित्र भन्न सकिँदैन। उदाहरण, आधुनिक जीवनमा यस्तो मित्रले तपाईको स्वास्थ्य समस्या, वित्तीय घाटा वा सामाजिक दबावमा पनि साथ दिन्छ। उदाहरण स्वरूप, अचानक स्वास्थ्य समस्या हुँदा अस्पतालसम्म आउने, आर्थिक सङ्कटमा सल्लाह दिने वा सामाजिक दबावमा सहयोग गर्ने व्यक्ति नै सच्चा मित्र हो। श्लोक 13 निश्चित वस्तु छोड्दा हुने हानि। संस्कृत। ध्रुवाणि परित्यज्य अध्रुवं परिसेवते, ध्रुवाणि तस्य नश्यन्ति अध्रुवं नष्टमेवहि। 13 नेपाली अर्थ, जो मानिस निश्चित रूपमा प्राप्त वस्तु छोडेर अनिश्चित वस्तुको पछि लाग्छ, उसले पाएको पनि गुमाउँछ र नपाउने त नष्ट नै हुन्छ। व्याख्या, अवसर र साधनको मूल्य बुझ्नु अत्यावश्यक छ। स्थिर र निश्चित साधन त्यागेर अनिश्चित अवसरको पछि लाग्नु हानिकारक हुन्छ। उदाहरण, कल्पना गर्नुहोस् तपाईलाई सुरक्षित जागिर छ र नियमित आम्दानी छ, तर ठूलो जोखिम भएको व्यापारको पछि लागेर पुरानो जागिर छोड्नुभयो भने न त पुरानो स्थिर आम्दानी रहन्छ, न नयाँ व्यापार सफल हुन्छ। यही सिद्धान्तले देखाउँछ कि स्थिर साधनलाई सुरक्षित राख्नु बुद्धिमानी हो। श्लोक 14 विवाह र जीवन साथीको छनोट। संस्कृत। वरयेत कुलजाम प्राज्ञो, विरूपामपि कन्यकाम, रूपशीलां न नीचस्थाम, विवाहः सदृशे कुले। 14 नेपाली अर्थ, बुद्धिमान मानिसले राम्रा कुलकी कन्या रोज्नुपर्छ, चाहे उनी कुरूप किन नहोस्। रूप र शील भएको तर नीच कुलकी कन्या रोज्नु उचित छैन। व्याख्या, विवाह केवल प्रेम वा रूपको आधारमा होइन, कुल,
चरित्र र बुद्धिलाई प्राथमिकता दिनु आवश्यक छ। परिवार र सामाजिक जिम्मेवारी जीवनमा ठूलो महत्त्व राख्छ। उदाहरण: आज पनि विवाहमा आर्थिक स्थिति, परिवारको प्रतिष्ठा र व्यक्तित्वलाई प्राथमिकता दिने जोडीहरू दीर्घकालीन सफल र सुखी सम्बन्ध बनाउँछन्। केवल आकर्षण वा बाहिरी रूपमा भर पर्दा समस्याहरू जन्मिन्छन्। श्लोक 15। उत्तम कुरा प्राप्त गर्ने कला। संस्कृत: विषादप्यमृतं ग्राह्यम् अमेध्यादपि काञ्चनम् नीचादप्युत्तमा विद्या स्त्रीरत्नम दुष्कुलादपि। नेपाली अर्थ: विषबाट पनि अमृत ग्रहण गर्नुपर्छ, अशुद्ध स्थानबाट पनि सुन लिनुपर्छ, नीच व्यक्तिबाट पनि उत्तम विद्या ग्रहण गर्नुपर्छ र दुष्ट कुलबाट पनि गुणी स्त्री स्वीकार गर्नुपर्छ। व्याख्या: सही मूल्य र गुण सबै ठाउँमा पाइन्छ। केवल बाहिरी रूप, जाति वा परिस्थिति हेरेर निर्णय गर्नु बुद्धिमानी होइन। उदाहरण: गरिब शिक्षक वा विपन्न गुरुले उत्कृष्ट शिक्षा दिन सक्छ। विपरीत, धनी भए पनि कम क्षमतावाला शिक्षकबाट ज्ञान प्राप्त गर्न गाह्रो हुन्छ। यसले सिकाउँछ कि गुण, क्षमता र मूल्य बाह्य आवरणभन्दा बढी महत्त्वपूर्ण हुन्छ। श्लोक 16। विश्वासको सीमा। संस्कृत: नदीनां च नखीनां च शृङ्गिणां शस्त्रपाणिनां विश्वासो नैव कर्तव्यः स्त्रीषु राजकुलेषु च। नेपाली अर्थ: नदी, जनावर, हतियारधारी व्यक्ति, स्त्री र राजकुलमा अन्धविश्वास गर्नु हुँदैन। व्याख्या: जीवनमा सतर्क रहनु आवश्यक छ। प्राकृतिक प्रवृत्ति, परिस्थितिहरू वा व्यक्तिको स्वभावले कहिलेकाहीँ विश्वासघात गर्न सक्छ। उदाहरण: सुरक्षित मार्गमा पनि नदीकट्टी हुन सक्छ, भरोसा गरेको कर्मचारीले धोका दिन सक्छ वा राजनीतिमा अति विश्वास गर्दा घाटा हुन्छ। यसले सिकाउँछ कि सतर्कता र विवेकपूर्ण निर्णय अत्यावश्यक हुन्छ। श्लोक 17। स्त्रीको स्वभाव र शक्ति। संस्कृत: स्त्रीणां द्विगुणा आहारो लज्जा चापी चतुर्गुणा साहसं षड्गुणं चैव कामश्चाष्टगुणः स्मृतः। नेपाली अर्थ: स्त्रीहरूको भोजन क्षमता 2 गुणा, लाज मर्यादा 4 गुणा, साहस 6 गुणा, कामेच्छा 8 गुणा बढी हुन्छ। व्याख्या: चाणक्यले स्त्रीको स्वभाव र शक्ति स्पष्ट पारेका छन्। महिलालाई कमजोर वा कम आंकलन गर्नु गलत हुन्छ। उनको निर्णय, इच्छा, साहस र क्षमता सम्मान गर्नुपर्छ। उदाहरण: आजको जीवनमा महिला नेतृत्व, व्यवसाय वा परिवार व्यवस्थापनमा पुराना पुरुष नेताहरूसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्छिन्। महिला आफै आर्थिक निर्णय, शिक्षा र सामाजिक योगदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छिन्। यसरी चाणक्य नीति दर्पणको पहिलो अध्यायले जीवनका आधारभूत सिद्धान्तहरू, मानिसको व्यवहार, सम्बन्ध र निर्णय क्षमता सम्बन्धी महत्त्वपूर्ण शिक्षा दिन्छ। ज्ञानको सुरुवात सदैव सम्मान र आभारी मनबाट हुनुपर्छ। सङ्कटले वास्तविक चरित्र देखाउँछ। स्थिर साधन र बुद्धिमानी निर्णय जीवन बचाउँछन्। गुण, क्षमता र विवेक बाहिरी रूपभन्दा बढी महत्त्वपूर्ण छन्। सच्चा मित्र र सही सङ्गत जीवन सफल बनाउँछ। स्त्री शक्ति र स्वभाव सम्मान योग्य छ। यी सिद्धान्तहरूलाई दैनिक जीवनमा लागू गर्दा तपाईले निर्णयमा स्पष्टता, सम्बन्धमा स्थिरता र आर्थिक सामाजिक सुरक्षा सुनिश्चित गर्न सक्नुहुन्छ। यदि तपाईलाई आजको चाणक्य नीतिको यो अध्याय उपयोगी लाग्यो भने कृपया यो च्यानल सब्स्क्राइब गर्नुहोस्। आगामी अध्यायहरूमा हामी चाणक्य नीतिका अझ गहिरा र जीवन बदल्ने शिक्षाहरू लिएर आउनेछौँ।